हेलो साथीहरु, वेलकम टु ब्याक माई न्यू ब्लग। आज धेरै पछि पार्टिङ गर्न जाँदैछु। अब चाहिँ उकालो चढ्न पर्छ, धेरै उकालो छ अब। बल्ल चौतारोमा आइपुग्यो। सो दाउरा टिप्न आउँदाखेरि बिसाउने ठाउँ। थाक्यो। बल्ल आधी बाटोमा आइपुग्यो। अझै भाइगी छ माथि। चराहरू यस्तो कराएको। यस्तो अघि बाटोमा हिँड्दा त डर थाकिरहेको थियो। अहिले जङ्गलभित्र आइपुगेको चराचुरुङ्गीको आवाजले मजा सुन्न पाएर। अहिले चाहिँ मैले बाटोमा आउने क्रममा यहाँ कुरिलो भेटाएको छु, तर ठुलो भइसकेको छ। यत्रो टुप्पो माथि पुगिसकेको छ। यहाँ पनि सदुवाको बोट रहेछ। हेर्दा यो चाहिँ हो, यिनीहरू चाहिँ होइन सदुवाको बोट। यो फुल फुलेको, यो सानोहरू, यिनीहरू चाहिँ यदि होइन हजुरहरू पनि घरमा बसी झ्याउ लाग्यो भने यसो 1-2 घन्टा टाइम मिलाएर जङ्गलतिर जानुस् न, मजा आउँछ। झन् अहिले चराचुरुङ्गी आवाज सुन्न पाउँदा झन् मजा आउँछ, रमाइलो नै हुन्छ। यहाँ चाहिँ हामी दाउरा टिप्न आउने जङ्गल यिनीहरू यही ठुलो छ जङ्गल। पुस माघमा 2 महिना टिप्न पाउँछ यहाँ दाउरा। जङ्गल ठुलो छ। फाइनल्ली अब उकालो चढ्न सकियो। अब यहाँदेखि तल ओह्रालो झर्छ। ठाउँहरू चाहिँ मजाको छ जङ्गल। अब चाहिँ हामी यहाँ तल झर्नु। अहिले चाहिँ हामी बाटो बिर्सेर बाटो खोज्दैछु। धेरै भयो नि त नआएरै बाटो, त्यही लास्ट जङ्गल गएछ। बाटो नि कहाँ हो। यस्तो जङ्गल छ, बाटो खोज्नु पर्यो अब। यहाँ तल गयो नि यस्तो चिप्लेको। फाइनल्ली आइपुग्यो हामी पा खोज्ने ठाउँमा। अब चाहिँ पा खोज्ने हामी यहीँ देखियो, यो खोलामा। यहाँदेखि अब माथि खोज्दै जाने हो। अहिले चाहिँ अब यहाँ चाहिँ पा खोज्न भ्यायो। यस खाली त भएन, यहाँ चाहिँ त्यो 3टा चाहिँ समायो। सानो रहेछ यहाँ। अब हामी माथि जान्छु। यस पा खोजेको अब
भिडियो बनाउन पाएन एक्लै भएर। फाइनली अब हामी माथि आइपुग्यो। यस्तो भिडदेखि चढेर जानुपर्छ। भिड छ यो बाटो। यहाँदेखि चढेर यसरी जान्छु उता। अब जान्छु उता। फाइनली अर्को ठाउँमा पनि आइपुग्यो हामी भयो। यहाँ बाटो जान्छु लुम्बिनीदेखि। त्यहाँ चाहिँ छाडा अग्लो छ क्या, राम्रो छ छाडा। अहिले त्यहाँ नजिक गएर देखाउँछु। भोपाल छ झरना चाहिँ यहाँ। झरना चाहिँ भोपाल छ। यहाँ पा पनि खोटेर ल्याइयो। यस्तो मजाको आउँछ यो झरना, राम्रो छ। वाह मजाको छ नि। अब चाहिँ हामी यहाँदेखि यो माथिको टुप्पोमा खोज्न जान्छु। बाटो चाहिँ यहाँदेखि छ तर अलि अप्ठ्यारो छ कि, त्यही भएर अब यहाँदेखि चढेर जाने हो त। पहिलातिर त यहाँतिर पनि पाउँथ्यो। छ यहाँ एउटा रहेछ यहाँ। हाले हेलो साथीहरू, अहिले चाहिँ म पा खोजेर तल झरिसकेँ। आधी बाटोमा छ। आज चाहिँ हामीले पा यतिसम्म रहेछ। ठुलो छ यो, सानो भयो। अर्को सानो छ। यिनीहरू चाहिँ ठुल्ठुलो छ क्या। बाखुराहरू सब भाले छ। सो गाइज आजलाई यति नै। अर्को भिडियोमा भेटौँला। हस्त बाई बाई।